तपाईँले हजारौँको सङ्ख्यामा देश छोड्ने सङ्ख्या यतिको छ क्या मान्छेहरू भेट्नु होइन 4 बजे नेपालको झन्डा सन्डा सरी झाम्चुप कता छ है त्यसरी 8 केजीको चाहिँ लुकै बसिसकेको छौँ प्लेनभित्र बाहिरकोमा इन्डियाको इन्दिरा गान्धी पोचुका थाइल्यान्ड ल्यान्ड भइसकेको छौँ हामी सबै गोराले गर्दा कसैलाई असर पर्छ यहाँ हाम्रो केटीहरू नै उखाएर केटाहरू आइरहेछ है यसरी बसेको छ ठुलो बोइङ 777 भन्ने प्लेनमा चाहिँ यहाँ बसिसकेको छु होइन कहाँ छ जङ्गलीको यो टिभी सिभी होइन हामी चाहिँ जापान टोकियो हानाडा एयरपोर्टमा ल्यान्ड भइसकेको छौँ होइन यहाँ देख्न सक्नुहुन्छ तपाईँले हजारौँको सङ्ख्यामा देश छोड्ने सङ्ख्या यतिको छ क्या मान्छेहरू भेटमा एयरपोर्ट फेरि कति बजे होइन 4 बजे यस्तो चाहिँ हाम्रो यहाँ छ नि सामान यस्तो छ हालत हेर्न सक्नुहुन्छ हाम्रो ग्रुप यहाँ छ आन्टी यहाँ हुनुहुन्छ होइन अर्को आन्टी यहाँ हुनुहुन्छ मामा प्रजन चाहिँ यहाँ छ ब्रदर अलिकति सिरियस छ आज म त यहीँ छु म बोलिरहेको छु है देख्न सक्नुहुन्छ गाई चाहिँ नेपालको झन्डा सन्डा सरी झाम्चुप कता छ है त्यसरी बोकेर हिँडिसकेको छौँ 8 केजीको चाहिँ लुकै लगाएको छौँ हामीले यहाँनिर सामान अटेन नि त जम्मा 37 केजी अरे कि त्यही भएर यस्तो छ देख्नुहुन्छ माहौल चाहिँ पनि रङ्गी बिरङ्गी हरियाली छ है हरियाली त्रिभुवन रहेछ फर्स्ट टाइम आइयो बनाइदिएछ टक्क हाल्छु म भरे सबैले लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला गाइस ल जानु न बनाउँदैछु भाइ यता हेर भाइ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो टिकट सिकट सबै काटिसकेपछि भित्रपट्टिको साइडको जुन थियो नि यहाँबाट चाहिँ हाम्रो गेटहरू जाने ठाउँ हो क्या गेटहरू जाने ठाउँ होइन हामी चाहिँ यहाँबाट टक्क अब यो क्यामेराले रेकर्ड गर्नु हुँदैन कि जस्तो लागेर पनि मैले चाहिँ मुनिबाट देखाइरहेको छु तपाईँहरू चाहिँ डन्टमा होइन हेर्नुहोस् अगाडि पनि म तपाईँहरूलाई देखाइहाल्छु के कस्तो भइरहेको थियो भनेर यहाँ चाहिँ हामी गेटमा वेट गरिसकेर चाहिँ भित्र बसबाट चाहिँ प्लेनसम्म चाहिँ हामीलाई यहाँ बसमा लिएर जाँदो रहेछ बसमा चढेर जाँदैछौँ हेर्नु यो चाहिँ हामी जाने प्लेन भयो यस्तो कुराहरू चाहिँ यहाँनिर लिएर आउँछ क्या अनि हामी टक्क यहाँबाट चढेर जानुपर्ने हुन्छ होइन देख्न सक्नुहुन्छ यहाँसम्म जति भिडियो गर्न पाइन्छ त्यति चाहिँ मैले गरिरहेको छु तपाईँहरूलाई देखाउने नियतिले होइन यहाँ सक्नुहुन्छ यस्तो छ क्या प्लेन चाहिँ यो जे होस् अलिकति डिले भएको थियो क्या हाम्रो प्लेन चाहिँ ढिलो आएको थियो नि त बसिसकेको छौँ प्लेनभित्र सबैजना चाहिँ सामान प्याकिङहरू गर्दैछ होइन बाहिर देख्न सक्नुहुन्छ यस्तो छ बाहिर चाहिँ बाहिरको माहौल है देख्न सक्नुहुन्छ साथीहरू हामी चाहिँ अघि चाहिँ मिस्टेकले अर्काको सिटमा बसेको रहेछ होइन हामी आफ्नो सिटमा आइसकेको छौँ बिचमा रहेछु छेउमा बसेको थियो अघि आनन्दले कायदा छ मेरो तान्ने यो मेरो हो क्या ए त्यो ब्रो फर्स्ट टाइम प्लेनमा चढेको त्यही भएर कन्फ्युज कसरी लाउने भनेर हेर्न सक्नुहुन्छ कसरी लाउँछ यसले हेर्न सक्नुहुन्छ है होइन लाउन यसो हेरौँ न अरूले पनि सिकाउनु न लाउन लाउने आएन है लाउन आएको जस्तो छ पड्काउँछु भन्दैछ अब के छ साथीलाई पड्काइदिन्छु भन्दैछ म आज हेर्छु सक्सेस हेर्छु सान भाइ सान एउटा माउनी च्याउँदै चाहिँ हामी त्यसरी बसेर फाइनली केटा हो चढ्यो तिमी सिधा गर होइन त्यो रिल्सलाई ब्लक गर होइन ठिक छ तिमी गर के डिस्टर्ब गरेको छ ठिक छ अहिले
गीतामा भयो भन्दा गर्ने हैन एकछिन छोडिस् अरे कत्रमा That's a Mount Everest. हम शीघ्र ही जापानी सेवा शुरू करेंगे। धन्यवाद। May I have your attention? The seatbelt sign is now on. However, for your safety, we request you to keep your seatbelt. सक्नुहुन्छ साथीहरु हाम्रो चाहिँ यहाँनेर यसरी खानेकुराहरु ल्याएर दिएको छ हैन। यो हामी चाहिँ नन भेज हो नि त, त्यही भएर यो अन्डा सन्डा यसरी ल्याएर दिएको रहेछ। यो के हो म तपाईहरुलाई देखाउने छु। यहाँ भाइले खान थालिसक्यो। यहाँ पनि देखाउँदै छ हैन। यो के रहेछ? ओहो के हो यो? आइसक्रिम जस्तो रहेछ। के हो यार यो? बच्चा खाएर बताउँछु है। यो टाइपको रहेछ त्यस्तै के हो हैन। अनि यहाँ पनि छ। यहाँ चाहिँ हाम्रो सानो बडा यहाँ घिउ पनि दिँदो रहेछ क्या। घिउ दिँदो रहेछ। अनि यो टाटा कपर को यो के हो यार? यो के हो? पानी हो? यहाँ पानी पनि एउटा आउँदो रहेछ। यस्तो चाहिँ चम्मचहरू 3-4वटा आउँदो रहेछ हैन। चम्मच जस्तो। हामी यहाँ इन्डियाको इन्दिरा गान्धी एयरपोर्टमा चाहिँ हामी ल्यान्ड भइसकेको छौँ गाइस। यस्तो छ अगाडि देख्न सक्नुहुन्छ यस्तो। यहाँ पहुँचुके यो हाम्रो यस्तो हिँड्ने ठाउँ रहेछ। यो हिँड्नु भन्दा नि कुद्ने जस्तो रहेछ। आफै कुद्दो रहेछ कि हामी यहाँ मस्त बसिरहेको छौँ क्या। देखाउँछ यो मान्छे यहाँ चाहिँ प्रोजल ब्रो यता छ। हल यस्तो हल रहेछ। सुनसान टाइपको पेसफुल माउन्ट रहेछ। यस्तो रहेछ नि त। यहाँ देख्न सक्नुहुन्छ अगाडि नि यस्तो छ है। यस्तो रहेछ क्या। सके हामी उत्रेर सामान चेक गऱ्यौँ होइन। तर ट्रिमर यस्तो बदाम जुसहरू लिएर आयो भने चाहिँ ल्याङ गर्दो रहेछ क्या। यो चेक गर्दो रहेछ नि त। त्यसको लागि चाहिँ अप्ठ्यारो रहेछ साथीहरू। हाम्रो प्रजलहरू पछाडि आइरहेको छ। यस्तो रहेछ गाह्रो। ठिक छ हेर त। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ ठ्याक्कै हामी इन्डियाबाट चाहिँ उडिसकेपछि चाहिँ यहाँ ब्याङ्ककमा ल्यान्ड हुने बेलामा चाहिँ यस्तो थियो क्या। अवस्था चाहिँ यस्तो थियो होइन। यस्तो बबाल लाइटिङहरू देखेको थियो यहाँनिर चाहिँ। तर के भएको यो मोबाइलले चाहिँ पुरै लाइटिङहरू चाहिँ क्याप्चर गर्न सकेन होइन। त्यही पनि यतिकोसम्म देखेको छ। यहाँ हेर्न सक्नुहुन्छ अझै होइन। यतापट्टि रहेछ। हो यहाँ चाहिँ अलिकति देखेको छ। यो चाहिँ मेन रोड साइडमा रहेछ। चाहिँ बबाल लाइटिङ देखिरहेछ क्या। यहाँ यस्तो बबाल लाइटिङ देखिरहेछ। अनि योभन्दा बबाल देखिरहेछ रियलमा चाहिँ। तर मोबाइलबाट चाहिँ हाम्रो क्वालिटी अलिक नभएर होला खासै लाइटिङहरू मजाले क्याप्चर गरेर छैन क्या।
हामी चाहिँ थाइल्यान्ड ल्यान्ड भइसकेको छौँ हामी यहाँ थाइल्यान्डको चाहिँ केही पनि होइन दियोस् हाम्रो ट्रान्जिट त्यहाँ परेर चाहिँ हामी ल्यान्ड भएको होइन यहाँ त्यस्तो रहेछ है मान्छेहरू सबै गोरै गोरा रहेछ यहाँनिर यहाँ गोराले गर्दा कसैलाई असर पर्दा गोरै भइन्छन् फेरि फाइनली सबैजना एउटै ग्रुपमा भेला भइसकेको छ है यहाँ हाम्रो केटीहरू हिँड्नु उफाएर केटाहरू आइरहेछ है यसरी बसेको छ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो थाइल्यान्डको एयरपोर्टमा होइन ट्रान्जिट परेर चाहिँ हामी यसरी हिँडिरहेछौँ यस उसको चाहिँ थाइल्यान्डीहरूसँग एक दुईवटा फोटो खिच्ने रहर थियो मैले पुरा गरिदिइसकेको छु एउटा फोटो हान्दिएर होइन त्यो पनि अब चान्स छुटाउनु भएन भेट्ने त्यही खिचिहाल्ने हो यस्तो तरिकाले हिँडिसकेपछि यसरी हिँड्न पनि मिल्यो क्या सिडी भन्ने यस्तो हुँदो रहेछ अन्त गेट नम्बर हुँदो रहेछ गेट नम्बरमा टक्क टक्क गयो बस्थ्यो अनि गाडी लिन आउँदो रहेछ अनि गाडी लिएको जडे प्लेनसम्म चाहिँ पुऱ्याइदो रहेछ क्या यस्तो रहेछ ट्रान्जिटमा हाम्रो गेटहरू कता कता परेको छ भनेर चाहिँ यहाँनिर होइन रहेछ होइन रहेछ यो फ्रम आउटदेखि चाहिँ बिर्स यही हो यसरी देखाउन हेर्न मिल्ने रहेछ क्या र चाहिँ भवनहरू बवाल बवाल रहेछ यहाँ थाइल्यान्ड हो नि त प्रोजेल हेर लै हिँड्दै त एउटा थर्मस बोकेर चाहिँ उसलाई टोइलेट लागेर चाहिँ के भइरहेछ प्रोजेल हेर न त एउटा थर्मस एउटा हिँड्नै जाँदैछ सबैभन्दा विश्वको ठुलो बोइङ 777 भन्ने प्लेनमा चाहिँ यहाँ बसिसकेको छु होइन तपाईँलाई म देखाउँछु कस्तो छ भन्ने अचम्म पऱ्यो क्या म त कोठामा जस्तो लाग्यो हलमा बसे जस्तो लाग्यो तर प्लेन रहेछ होइन म सक भइरहेको छु त्यससँग हाम्रो साथी सब के छ तिमीहरूको ठिक छ होइन कहाँ छ जङ्गली खोइ जङ्गली यहाँ हेर्न सक्नुहुन्छ तपाईँको अगाडि देख्न सक्नुहुन्छ यस्तो छ क्या टिभी सिभी होइन अब यस्तो प्लेनमा बसेको मान्छेहरू कति ह्यान्डसम ह्यान्डसम देखेको दुइटै ह्यान्डसम देखिरहेछ के भन्नु यस्तै छ है त्यो मैले जस्तो पनि नराम्रो लिने खालि देख्नुहुन्छ यो चाहिँ हामी चाहिँ थाइल्यान्डको ब्याङ्कक एयरपोर्टमा छौँ है यसको पहाडा हेर्नुहुन्छ भने यति लामो लामो छ परसम्म देखाउँदै थियो यस्तै छ है हामी चाहिँ जापानको उयोमा चाहिँ के अरे टोकियो हानडा एयरपोर्टमा ल्यान्ड भइसकेको छौँ होइन साथीहरू यहाँ देख्न सक्नुहुन्छ जापानको सबैभन्दा ठुलो बोइङ 777 यसो ठुलो एयरपोर्टहरू एरोप्लेन हो र कि त्यही भएर तपाईँहरूलाई चाहिँ सुनाइदिइरहेको टेन्सन नगर्नु साथीहरू एन्ड्रोइड मोबाइल छ मेरो एन्ड्रोइड यस्तो छ सबजना यहाँ फोन तपाईँले टोकियो है यो चाहिँ टोकियोको हाम्रो एयरपोर्ट साँच्ची हो रहेछ सबैजना यस्तो बिजी हुँदो रहेछ नि बिजी माहौल रहेछ क्या पुरै बिजी ठाउँ रहेछ नि त यहाँ त अब हामी चाहिँ एयरपोर्ट बाहिर आइसकेको छौँ हस्त गाइज आजको ब्लग यति नै हाम्रो नेपालदेखि जापानसम्मको ब्लग लाइक शेयर सब्सक्राइब गरिरहनु नभुल्नु होला सब पठाइदिनु भयो